धन्यवाद भाइ। अब तपाईँको यो निर्वाचन क्षेत्रमा हामी आएर तपाईँसँग यही कुरा गरिरहेका छौँ। आज तपाईँले 2टा पुलको शिलान्यास एउटा उद्घाटन गर्नुभयो। कस्तो अनुभूति गराउनु भएको छ? मेन कुरा चाहिँ अब मन्त्री भयो होइन, जनताको माया पाएँ, मन्त्री पाइयो। मेरो पार्टीले मलाई विश्वास गरेर, जनताले विश्वास गरेर योजना हाल्न पर्ने, विकास गर्नुपर्ने हाम्रो बाध्यता छ। तर बजेट पर्दाखेरि पनि बजेट कार्यान्वयनमा नआउने अथवा कार्यान्वयनतिर ध्यान नदिने र अब ठेक्का प्रक्रियामा अगाडि बढेपछि चाहिँ ठेकदारले चाहिँ लापरवाह गर्दाखेरि चाहिँ यो साह्रै दुःख लाग्दो कुरा हुँदो रहेछ। त्यसले गर्दाखेरि चाहिँ अब यत्रो दुःख गरेर बजेट हालिया छ, शिलान्यास पनि भएको छ। यसो म यो वर्ष यो 79 सालबाट जितेपछि चाहिँ मैले चाहिँ त्यो मनघाटको पुल पनि सम्पन्न गरियो। आज गर्खाकोटको पुल पनि सम्पन्न भयो। अरू 2टा पुल आज भर्खर शिलान्यास गरेको छ। तर अर्को एउटा सानो खोलामा पनि पुल परेको छ, साँझी बिसाउन पनि पुल परेको छ। त्यसले गर्दाखेरि मेरो ध्यान के मात्रैमा छ भनेदेखि त्यो बजेट परेर मात्रै सम्पन्न हुँदैन रहेछ, त्यसको कार्यान्वयन पक्षमा पनि ध्यान दिनुपर्छ र त्यसपछि त्यसको फलोअप पनि हुनुपर्छ। अहिले हामीलाई कर्णाली प्रदेशमा लगभग 4 अरब रुपियाँको चाहिँ यस्तै ठेक्कापट्टा अड्किराखेको छ। 4 अरब भनेको चाहिँ कर्णाली प्रदेशको बजेट चाहिँ 32 अरब हुन्छ र 4 अरब भनेको 1/4 जति बजेट चाहिँ यो भन्न न ठेक्का सम्पन्न भएको, तर ठेकदारको लापरवाही भएर यो अगाडि बढ्न नसक्ने कारणले चाहिँ कर्णाली प्रदेशले दुःख पाइराखेको। अहिले तपाईँको निर्वाचन क्षेत्रको जुनिचाँदे गाउँपालिका देशकै गरिब गाउँपालिकाको रूपमा चाहिँ गणनाले, आर्थिक गणनाले त्यस्तो देखायो। अब जुनिचाँदे गाउँपालिकालाई तपाईँकै निर्वाचन क्षेत्रको भाग खाने गर्दा केही हेर्नुहुन्छ कि अब बजेट पनि बनाउने बेला आएको छ त्यसमा केही हेर्नुहुन्छ कि अथवा यो चाहिँ एउटा देशकै नमुना गाउँपालिका भनेर चिनाउने मात्र गरिन्छ? हेर्नुहोस्, म खास गरेर अब मैले यो घमण्ड गर्न त मलाई मन लाग्दैन। यो 2 नम्बरको विकास 70 सालदेखि नै सुरुवात भएको छ जस्तो लाग्छ। 70 सालभन्दा अगाडि यही ठाउँमा म थलो बजारमा चाहिँ 12 महाधिवेशन सकाएर, मेरो पार्टीको महाधिवेशन सकाएर हाम्रो वीरबहादुर सरको चाहिँ त्यो स्कुलको व्यवस्थापन समितिको चुनावमा मद्दत गर्न गएको थियौँ। यही खोला नाला चाहिँ 15-20 चोटि जुत्ता खोल्दै गर्दै यो खोला क्रस गर्दै थल पुगेको थिएँ। त्यसपछि चाहिँ म 70 सालमा माननीय भएपछि चाहिँ तपाईँले देख्नु भएको थियो त्यो पुल पनि, त्यो हाम्रो सल्ली बजारको पुल पनि 14 वर्षसम्म अड्किराखेको थियो। त्यो बेलामा भौतिक मन्त्री चाहिँ विमलेन्द्र निधि योजना आयोगको, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष गोविन्द पोखरेलजी हुनुहुन्थ्यो। मेरै खर्चमा चाहिँ त्यो पुलकै किनारमा, सल्ली बजारको किनारमा यस्तै गरेर आमसभा पत्रकारहरूलाई बोलाएर चाहिँ यो अति बेइज्जत भयो। यो किन सम्पन्न 12 वर्षमा त खोला पनि फर्किन्छ भनेर त्यहाँ ठेकदार, त्यो बेलाको ठेकदारलाई पनि त्यहाँ बोलाएर त्यसपछि 1 वर्षपछि त्यो सम्पन्न भएको। त्यही हेलिकप्टरमा त्यो कार्यक्रम सम्पन्न भएपछि चाहिँ मैले थल बजारमा चाहिँ एउटा ठुलो कार्यक्रम राखेको थिएँ। त्यहाँ चाहिँ मलाई केही चाहिएको छैन, मलाई चाहिँ यही छेडा कचाली छेडा चाँदेको बाटो चाहिएको छ भनेर त्यो बेलामा चाहिँ निर्वाचन क्षेत्रको रणनीतिक बाटो, एउटा निर्वाचन क्षेत्रमा रणनीतिक बाटो हुन्थ्यो। त्यसैले त्यो बेलामा चाहिँ 70 सालमा म संविधान सभाको सदस्य हुँदाखेरि यो बाटो सुरुवात भएको थियो। त्यसपछि निरन्तरता बजेट परिराखेको छ। तर यो अहिले पनि भर्खर सुन्नुभयो, यो परेको छ ठेक्का, तर काम भइराखेको छैन। दुःख लाग्ने कुरा यही हो। अब जुनी चाँदेको कुरा सुन्नुभयो, गत वर्ष म आएपछि चाहिँ, मन्त्री भएपछि चाहिँ यो 7वटा पालिकामा चाहिँ सबैभन्दा बढी बजेट जुनी चाँदेमै परेको छ। जस्तो तपाईँले पिएलआरआइपी भनेको वर्ल्ड ब्याङ्क र प्रदेश सरकारसँग जोइन्ट 20% हामीले हाल्छ, वर्ल्ड ब्याङ्कले चाहिँ 80% हाल्छ। लगभग 1 अरबको बजेट धैयाँदेखि सानो खोलामा चाहिँ बाटो, त्यसको डिपिआर चाहिँ यो आरसिआइपी जुन अहिले यो मनघाटदेखि मनघाटदेखि बडावनसम्म गएको छ, त्यो बाटो चाहिँ धैयाँदेखि सानो खोलामा चाहिँ फेज 2 मा परेको थियो। तर त्यो फेज 2 चाहिँ लगभग कार्यान्वयन हुनलाई 2 वर्ष लाग्छ भन्दाखेरि यसपालि पिएलआरपीमा एउटा योजना हाल्नुपर्ने थियो, ठुलै योजना।
अनि मैले चाहिँ यो सजेस्ट गर्दाखेरि त्यो मापदण्ड पनि पुग्यो। त्यसले गर्दाखेरि पिएलआरआइपीबाट चाहिँ लगाएको छ। तर डिपिआर चाहिँ आरसिआइपीले गर्दाखेरि चाहिँ डिपिआर अलिकता मिलाउनलाई टाइम लागेर अलिकता समस्या भएको छ। तर एक दुई महिनामा त्यो समस्या पनि हल भएपछि त्यो पनि टेन्डरमा जान्छ। लगभग त्यो 1 अरब जतिको चाहिँ सानो खोलासम्मै बाटो पुगेपछि त 2 नम्बर जनताहरूलाई चाहिँ धेरै राहत हुन्छ। अबदेखि सिधै छेडादेखि सानो खोलासम्म एउटा ब्ल्याक टपिङै हुन्छ। अब यो ब्ल्याक टपिङ पनि यो आरसिआइपीले मनगाटसम्म चाहिँ दसैँ अगाडि नै हामीलाई सम्पन्न गरेर दिन्छु भनिदिएको थियो। तर त्यो इराक इरान वार के अरे त्यो अमेरिका इरान वारले चाहिँ त्यो युद्धले चाहिँ अहिले त्यो बिटुमिनहरू महँगो भएको भएर चाहिँ अलिकति टाइम लाग्ला भन्ने कुरा आइराखेको छ। तर विकास 2 नम्बरमा तीव्र गतिमा आइराखेको छ, भइराखेको छ। जनताले पनि यसको लागि धैर्यता गरेको छ। तर जनताले चाहिँ हामीले बुझाउन सकेको छैन। त्यसले गर्दाखेरि सरकारको पनि समस्या हुँदो रहेछ। सरकारको समस्यालाई चाहिँ हल गर्नलाई चाहिँ तपाईहरु जस्तो पत्रकार साथीहरूले चाहिँ यो न्युज सम्प्रेषण पोजिटिभ वेमा चाहिँ गरिदिनु भयो भने चाहिँ ठेकदारहरू पनि सतर्क हुन्छ, काम पनि राम्रोसँग हुन्छ। हामीले आफ्नो आफ्नो क्षेत्रमा आफू नागरिक हुँदाखेरि पनि आफ्नो काम आफ्नो ठाउँबाट राम्रो काम गरिदियो भने देश बनाउनलाई चाहिँ टेवा पुग्छ। हामी नेताहरूले हाम्रो ठाउँबाट चाहिँ राम्रो नियत र सफा सोचले चाहिँ अगाडि बढ्यो भने हाम्रो राजनीति पनि बनिरहेको छ। सबै क्षेत्रका मान्छेहरूले पनि आफ्नो आफ्नो क्षेत्रबाट राम्रो काम गर्यो भने चाहिँ देश बन्ने आधारै त्यही हुन्छ भन्दै अब यत्र पत्रकार साथीहरू पनि तपाईँ मलाई आज साथ दिनुभयो। तपाईले आफैले बुझ्नु भएको छ केमा योजना परेको छ, के योजना परेको छैन। हजुरले चाहिँ यहाँ तपाईले त अब अघि एउटा कार्यक्रममा पनि म जनताको सेवा गर्न आएको हो भनिसक्नु भएको छ। धेरै सुखशैलको जीवन छोडेर म पश्चिम जाजरकोट जस्तो एकदम दुर्गम ठाउँमा आएर म जनताको सेवा गर्छु भनेर यहाँबाट 2 पटक सांसद पनि बनिसक्नु भयो। अब यहाँ चाहिँ धेरै आयोजनाहरू अल्पत्र देखिन्छन्, बाटोहरू पुलहरूदेखि लिएर सबै छ। अब ठेकेदारले कारबाहीको प्रोसेस कहिले गर्नुहुन्छ भनेर धेरैले सोध्नु भएको छ, कहिले हुन्छ कारबाही? अब अहिले भर्खर हाकिम साहबले पनि यो हामी छेडामा खाने बेलामा चाहिँ अब यो अति भयो। त्यो सानो खोला के अरे सानो खोलादेखि छेडाको 44 करोड रुपियाँको यो ठेक्का परेको थियो। ठेकदारले चाहिँ 14 करोडमा हालेको। अब गभर्नमेन्टको एस्टिमेट चाहिँ 44 करोड छ। तर ठेक्का कतिमा हाल्छ भनेदेखि 14 करोड भन्दाखेरि त्यो त कति पर्सेन्ट भयो त? त्यो त 30% भन्दा पनि मुन्तिर होला। त्यसले गर्दाखेरि त्यो त सम्पन्न हुन सक्दैन। त्यो त ठेकदारको लागि पनि त्यो घातक निर्णय भयो। त्यो सँगसँगै त्यो उसको लागि मात्रै होइन, यो त जनताको विकास रोक्यो नि। फेरि हाम्रो खरिद ऐनमा कस्तो रहेछ भनेदेखि उसलाई चाहिँ टाइम एन्ड टाइममा चाहिँ त्यो चिठी पठाउँदाखेरि पनि उसले इग्नोर गर्ने, उसलाई चाहिँ समय दिने। अस्ति हामीले 1 वर्ष अगाडि नै उसलाई कारबाही गर्छौँ भनेर भनेको थियो। तर सरकारले फेरि त्यो खरिद ऐनलाई 14औं संशोधन गर्यो। तपाईले थाहा पाउनुभयो होला। त्यो 14औं संशोधन नगरेको भए गत वर्ष नै उसलाई कारबाही हुन्थ्यो। अहिले त्यो संशोधन गरेर पनि 1 वर्ष टाइम पाएर पनि उसले सम्पन्न गर्न सकेन। फेरि पनि हामीले ताकेता गरेका थियौँ। उसको ग्यारेन्टीहरू तानिसकेका छ जस्तो लाग्छ भौतिक पूर्वाधार मन्त्रालयले। तर ऊ चाहिँ फेरि मुद्दामा गएको छ। दुःख लाग्ने कुरा अर्को पनि के छ भनेदेखि सरकारले चाहिँ यस्ता ठेक्का पट्टामा चाहिँ सधैँ हार्ने र ठेकदारहरूले चाहिँ जित्ने परिस्थिति हुँदाखेरि पनि त्यो अनि मुद्दा पनि त्यो किनार लाग्नलाई चाहिँ 3-4 वर्ष 4-5 वर्ष लाग्दाखेरि चाहिँ त्यो मुद्दा किनार नलागेसम्म चाहिँ त्यो योजना अथवा त्यो अर्को योजना पनि हाल्न नसक्ने, अर्को बजेट पनि नहाल्न सक्ने अनि चाहिँ जनता चाहिँ एकदम पीडादायक बस्नुपर्ने। तपाईले आज 2टा योजना देख्नुभयो। मनगाटको पुल पनि त्यस्तै छ। अब सानो खोला त हामी पुग्न सकेनौँ। त्यहाँ तपाईँ मेरो रिक्वेस्ट छ तपाईहरुलाई त्यहाँ पुग्नुस्, त्यहाँको इस्यु पनि उठाइदिनुस्। त्यस्तै गरेर खारा खोलाको पनि उता 1 नम्बरमा पनि त्यही कन्ट्र्याक्टरले खारा खोलामा पनि खारा बजारमा पनि त्यहाँ एउटा अर्को पुल पनि बाटो पनि अड्काइराखेको छ। अब फेरि मैले सुनेको छु कि डोल्पाको कोरिडोर पनि त्यही ठेकदारले पाएको छ। अब यसरी सुन्दाखेरि चाहिँ त्यो ठेकदार पछि यो मन्त्री लाग्यो भन्ने कुरा हुन्छ। त्यो कुरा होइन। म चाहिँ इमानदारपूर्वक मलाई जनताले म्यान्डेट दिएको, जनताले चाहिँ मलाई त्यो पठाएपछि जनताको म्यान्डेट बोकेर म अगाडि बढिराखेको छु। त्यसमा चाहिँ जनताको काम चाहिँ सम्पन्न नगरेपछि मेरो
टार्गेटमा त अवश्य रूपमा ऊ पर्छ तर अब कोले चाहिँ उसलाई बचाइराखेको छ। मेरो तपाईँको मिडिया मार्फत चाहिँ मेरो रिक्वेस्ट के छ भनेदेखि अब त्यस्तो मान्छेलाई चाहिँ तपाईँले चाहिँ यो बचाउने काम चाहिँ नगर्नु होला भन्ने। हस्, धन्यवाद। धन्यवाद।